सम्माननीय सभामुख महोदय, यस गरिमामय सदनमा पहिलो पटक बोल्ने अवसर पाउँदा आफूलाई गौरवान्वित महसुस गरेकी छु। यस ऐतिहासिक क्षणमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सर्वप्रथम हार्दिक श्रद्धासुमन अर्पण गर्न चाहन्छु। साथै यस महान अभियानमा जीवनभर समर्पित अग्रज नेताहरू बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, गणेशमान सिंह, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, भरतमोहन अधिकारी लगायत आस्था र निष्ठापूर्वक सम्पूर्ण जीवन देशका लागि दिने राजनीतिक अग्रज नेताहरूको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्न चाहन्छु। जेएनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण युवाहरूप्रति म गहिरो श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु। विगत 3 दशकदेखिको कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थ केन्द्रित सत्ता राजनीति, कमजोर सार्वजनिक सेवा प्रवाह र चरम युवा बेरोजगारीका कारण जन्मिएको त्यो आक्रोश र त्यो असन्तुष्टिको विस्फोट थियो जेएनजी आन्दोलन। जेएनजी आन्दोलन केवल विरोधको अभिव्यक्ति मात्र थिएन। सभामुख महोदय, यो वर्तमान पुस्ताको निराशा, आकाङ्क्षा र परिवर्तनप्रतिको दृढ सङ्कल्पको प्रतीक थियो। जेएनजी आन्दोलनको मर्म भनेको नयाँ सोच, नयाँ विचार, नयाँ ऊर्जा र उत्तरदायी नेतृत्व मार्फत देशलाई सही दिशामा लैजानु हो। आजको युवा पुस्ता केवल दर्शक भएर मात्र बाँच्न तयार छैन। सभामुख महोदय, उनीहरू जवाफदेही, असल शासन, पारदर्शिता र अवसरको समान पहुँच चाहन्छन्।